जेटीले गएर प्यान्ट किन्नु पऱ्यो नि त होइन केटा प्यान्ट किन्यो अरे गएर जेटी जाने हो प्यान्ट स्यान्ट कपडा सपडा किन्नुपर्छ त्यसपछि हामी निस्किन्छौँ घुम्नको लागि प्यान्ट पनि छैन के गर्नु के हो त झोतको जाँगै छ जहाँ राम्रो लागेर यो चाहिँ हाम्रो ठाउँ अल्बर्सा यो चाहिँ अहिले अल्बर्सा एरिया हामी बस्ने चोर छ यहाँ चोर भाइ तार न एकचोटि कहाँ के किन्यो अरे प्यान्ट जुत्ता ट्राके चप्पल चड्डी ब्रा पेन्टी सब गर्लफ्रेन्ड लगाइदिनु परेन पर डेडीको सामान हान्नुपर्छ अब के गर्नु गरिब छ हजुर गरिब मान्छे डेटुडे पनि फेरि हिँडी बित्तिकै आइपुग्नु पो हाल्छ त 1 मिनटमै सुविधा छ है सुविधा छ के गर्नु यसमा चाहिँ कपडाहरू पाउँदैन यसमा चाहिँ अर्को चिजहरू गिफ्टहरू होइन धेरै भाँडाकुँडा गिफ्टहरू अनि त्यहाँदेखि ओड्ने ओछ्याउने त्यस एरियामा यसमा हो अनि त्यसमा चाहिँ कपडाहरू छ पहिला हामी यसको बस्थ्यो बिल्डिङमा 2 वर्ष त्यसपछि हामी उता सर्यौँ अर्कोमा यही हो हाम्रो भाइ चोर फटा 1 नम्बरको फटा हो अनुहार हेर्नु अनुहार यसको अनुहार थाहा हुँदैन फटा हो के हो भने सक्यो चुरी पुरी दिनु नि त बिना नामको जर्सी लगाएको छु केही छैन अगाडि जर्सीको नाममा चस्माहरू कहाँ पसेको सिधै तिनवटा तारा रहेछ 3टा हौ के गर्नु र किन्नै पर्यो देखेपछि हामी किन्छु किन्नै पर्यो देखेपछि कहाँ गयो फेरि जानु कुन यो युट्युबमा मलाई कस्तो कमेन्ट गर्दै थियो Oh my god, so baby, oh man, so baby. ल यस्तो राजको म्युजियम जानुपर्छ मै नमुना जस्तो देख्यौँ म म्युजियमको मान्छेले मलाई हेर्छन् के म्युजियम जानु गाह्रो छ खै अनुहार एकचोटि देखाउनु चस्मा चाहिँ एसीवाला चस्मा नि त नि आमा आँखालाई चाहिँ चिसो हान्छ नि त नि कुल हान्छ नि त अनि के भोक लाग्छ खानुपर्छ दुबईको लाइफ हजुर 1 लाखको घडी 1 लाखको चस्मा 250 को पाइन्ट हो पाइन्ट कति हो भाइ 250 को पाइन्ट यी दाग लागिसकेको चाहिँ दिराम कि के हो 250 भनेको के हो 250 दिराम हो कि दिराम 250 दिराम त्यस्तो कहाँ हुन्छ अहिले रक्सी खाएको त नदेखाउनु नि फेरि के देखियो अरे झलक्क देख्यो हिमाल जस्तो अहिले 1 लाखको चस्मा लाउन बाँकी नै छ नि त एसीवाला हो नि त आँखामा चिसो हान्छ नि त अनि यसको काट्नु चाहिँ पर्ने रहेछ
ल बल्यो भाइ झलझल बले चाहिँ चक्कु त यदि सेप भएपछि चक्कु हुनै पर्यो रुममा नि चाहिँ काटौँ भनेको कसरी चाहिँ काट्नु आउँदै भयो चाहिँ क्या बुढो भयो 37 पुग्यो 27 बुढोको बुढी कहिले हुनु थाहा छैन बुढो चाहिँ भयो अबको 30 वर्ष हुन्छ 60 अबको 5 वर्ष हुन्छ एकैचोटि 60 अरे भाइ 30 कटेपछि सिधै 60 हुन्छ ल केटा हामी चाहिँ रुममा रेडी म त अघि रेडी भइसकेको भाइ यहाँनिर पुरा रेडी हुँदैछ निस्किहाल्ने अब है त ल केटा हामी घरबाट निस्किसकेको है बाहिरको लागि भनेर घरबाट निस्किसकेको मैले फर्स्टमा बित्तिकै भिडियो बनाउने बिर्सेँ त्यही त हो नि खासै हामीलाई भिडियो पनि बनाउनु आउँदैन त यादै हुँदैन क्या फेरि यहाँ आएपछि झलक्कै याद भयो फेरि हाल्नु पनि पर्छ भिडियो भनेर निस्केर चाहिँ होइन यस्तो चाहिँ ठिक छ ल दाजुभाइको फेरि सँगै छुट्टी भएर बाटो पनि के साह्रो राम्रो दुबईको बाटो होइन बाटोहरू त मान्नुपर्छ हौ दुबईमा यति राम्रो यति सफा हुन्छ नि बाटोहरू त सबैलाई थाहा छ होइन झन् अलिकति अब यो हामी बस्नु राम्रो एरिया हो नि त यहाँ वर्षको मलाई चाहिँ मेरो छेउमै बस्यो हामी अनि त्यो मलाई नि सिधै भाइ त पुरा उयो छ नि त नि आज म आइनु खतरा बोल्छ भाइले फेरि अहिले एसीवाला चस्मा हो नि त नि एसीवाला सर चिसो हान्छ नि त अहिले चिसो हालेर नि त मलाई भाइसँग बसेको नि थुप्रो भइसक्यो कति भयो हामीसँगै बसेको कस्तो 8-9 महिना भन्छ हौ 1 वर्षभन्दा बढी हुन थालिसक्यो कस्तो 8-9 महिना अहिले उसले उसको कम्पनी छोड्ने बेला भइसक्यो अनि थुप्रो भइसक्यो भाइसँग पनि बसेको ठिक छ चलिरहेको छ स्पोर्ट्स सिटी स्पोर्ट्स अहिले हामी मेट्रो यता है यार ट्याक्सीले पैसा हुन्छ छैन पैसा छैन ट्याक्सीको लागि के गर्नु छलफल छ नि तर हामी मेट्रोमा पैसाले पुर्दिन्छु म्युजियम जानु थालेको हामी थाहा छैन हेरौँ न जाउँ अब यो टिकट अब के कस्तो छ प्राइजहरू अलिक सस्तै छ भने चाहिँ त्यहाँदेखि टिकट लिएर जानुहुन्छ भाइ टिकट कसरी भेटाउनु त म त्यो 100 त कसरी हाल्नु सक्छ दुईजनाले दुईजनाको 200 दिराम पनि धो नि दिराम पनि भन्नु पऱ्यो 100 दिराम भनेको मैले दिनको 80 कमाउँछ कहाँ हिँडेको म यतै बस्छु बाहिर छिटो गएर ल फेरि उसको सामान कता हरेक ग्रोसरीमा पाउँदैन नि त उसको लागि त्यही भएर अनि ग्रोसरी जाँदैछ ल यस्तै छ केटा सबै राम्रै होला होइन मेरो पनि सब ठिक छ अब छुट्टी छ 2-4 दिन 4 तारिकदेखि काम फेरि सुरु छ मेरो काम त सबैलाई थाहा नै होला मैले पहिला भिडियोमा पनि भनेको थिएँ दिनको 80 कमायो 100 को टिकट काटेर त नि कसरी पस्ने गाह्रो छ हो गाह्रो छ तर ठिकै छ हिँडेछु खाएको छु त्यति साह्रो गाह्रो पनि त छैन पैसा धेरै छैन अनि त्यही हो राम्रो छ आफूलाई राम्रो छ पैसा भने त्यस्तै हो कहिले हुन्छ कहिले हुँदैन ल है त अब भेट्छु उता पुगेपछि कहाँ अरे म्युजियम दुबई म्युजियम गएर पुगेपछि भेट्छ है त भाइ ल कहाँ गयो घाँस कसले भने पाउँदैन भनेर हो र ल तिमी भिडियो बनाऊ न ल
ल हामी आइपुगेँ त बसिसकेछौँ भित्र भिडियो बनाउनु पाउँदैन रे नेपालको म्युजियममा पाउँछ म्युजियममा भिडियो बनाइ सकियो भने फेरि होइन कपी गरिहाल्छ नि के काम लाग्यो त नि म्युजियमको अर्थै भएन नि हेर्नु मात्रै सुरुङ जस्तो छ हेर न यहाँनिर कस्तो हो के रेस्ट हो खोइ के थाहा मलाई पैसा होला नि त फेरि टिकट छ नि के हो खास ल खास के हो यो टिकटको लागि हो कि क्या हो तल भाइ कहाँ गयो फेरि कहाँ गयो हरायो क्या त्यो धेरै मान्छेहरू के को लागि हो खास मैले केही बुझेको छुइनँ कहाँ गयो तल झर्ने चट्टसँगले कति धेरै मान्छे जानु कति धेरै छ हौ मान्छे त्यहाँ टिकट हल देखेन त्यो साइडवाला टिकट हल त्यो चाहिँ लाइन बसेको मान्छेहरू देखेन लिफ्टको लागि मार्केट छ धेरै हेर्नु है त टिकट कति छ है त 150 दुईजना कति ए लिफ्ट हो 318 दुईजना कसले दिन्छ 318 ए बाहिरबाट बनाउने हो जानै पर्छ घर जाने रे आऊ ल आऊ केटा आऊ के भयो केटा पैसा कति रहेछ 160 59 ल केटा हो यस्तै हो हेर के हो भने अब बाहिरबाट देखाउँछु ल म्युजियम अब भित्र जानु त गाह्रो छ 159 रहेछ दिराम दुईजनाको 318 अरे सकिन्न हो सकिन्न हजुर अब भोलि पर्सि युट्युबको पैसाले जानुपर्छ है त भाइ
भोलि पर्सि युट्युबको पैसा आइजानुपर्छ ल तारमा दाइले टिकट काटिहाल्छ नि त्यसपछि ल बाहिरैको सीमित भयो ल बिचरा मेरो भाइ भाइ ल दुई चारवटा कुरा जाओस् न ल कस्तो सपना थियो घुम्ने साला जिन्दगीले घुमाइदिइहाल्यो नि अब कहाँ घुम्न जाने बाहिर बाहिर घुम्ने जाउँ न बाहिर के घुम्नु अब ठिकै छ टिकट हेर्दाखेरि आमा सुनको भाउभन्दा महँगो टिकट छ के गर्न खोजेको त्यो युट्युबको पैसा आइ जानुपर्छ क्या ल युट्युबको पैसा झिक्छ नि जानुपर्छ पुलिसै हो नि ल यही हो म्युजियम अब दुई चारवटा फोटो खिचौँ होइन अनि जाउँ घर जाउँ के गर्छौ त केटा खोइ कहाँ छौ यता आउनु नजिक अलि खासै भिडियो यता आउनु हिँडेको भिडियो बनाउनु सुत्तामा आउनु त्यस्तै छ जिन्दगी हिँडेको लखर लखर पैसा छैन पैसा त छ कि के गर्नु मन खत लाग्छ कमाएको पैसा महिनाभरि गरेको 4,000 आउँछ 4,000 ल घर जाने अब भित्र त पस्नु पाएन पो ठिकै छ अब अर्को पालि बाहिर साहिर यसो घुम्यो फोटो खिच्यो दुई चारवटा ल अब टोली ल लागेको यार अब है काम छैन छिटो आऊ है केटा के भएर आज त्यस्तै भयो म्युजियम हेर्नु आएको 3 महिनादेखि म्युजियम भनेको अब लोभी भएपछि त्यही त हो नि पैसा लाग्दो रहेछ खोलिँदै भयो पैसा गौतामा 1,000 2,000 3,000 4,000 जति होला अब ठिकै छ अब भित्र अब म्युजियमभित्र पस्नु पाएको भए चाहिँ राम्रो हुन्छ होइन पस्नु पाएन ठिकै छ बस्नु पाइएन गाह्रो छ हजुर यति गरिबले बस्नु गरिब 200 रुपियाँ पनि पे गर्न गाह्रो भयो कसैले दान दिनु पर्यो गाह्रो छ ए हो गाह्रो के आजको दिन कस्तो भयो आजको दिन त्यस्तै भयो राम्रो छैन आज छुट्टी त्यसै बेकार गयो बेकारै हो छुट्टीलाई चट्ट बनाउनु पर्छ त कोठामा जाने हो म चाहिँ दुबई सरकारलाई चाहिँ के भन्न चाहन्छु भने कमसेकम 50 ग्राम चाहिँ गराइदिए होइन सबै मान्छेहरू बस्छ यताउति हेर्छ रमाइलो गर्छ यो बेसी महँगो भयो गाह्रो छ 50 चाहिँ ठिकै 50 भयो ठिकै हुन्थ्यो 50 ठिकै हुन्छ अब 160 159 छ र अनि 160 भनेको धेरै पैसा हो नि त हाम्रो लागि त होइन 59 भनेको त 1 महिनाको खाना हो 15 दिनको अनि कसरी बस्छु त अनि ठिकै छ गाह्रो छ भोलि पर्सि धनी भएपछि बस्नुपर्छ घरमा पैसा कमाउँछ केटा चप्प पैसा कमाउने हो म्याक्सिम सेखलाई लोन दिनु है त सेखलाई लोन दिनु टेन्सन नै नभए बाई बाई गुड नाइट